अगाडि चाहिँ एउटा गाडी लोड भइरहेको रहेछ अब डोरी बाँध्न आँटेछ हटाउनु भन्न पनि मिल्दैन होइन भएपछि के भन्दा हाम्रो पनि यसरी राखेर लोड गरिन्छ कहिलेकाहीँ तर कुनै कुनै एकदम नबुझ्ने चालक मित्रहरू हुनुहुन्छ होइन त्यस कृपया यस्तो बेलामा चाहिँ धैर्य गरिदिनु होला हेलो एन्ड नमस्ते साथीहरू इट्स मी पर्सनल आचार्य म चाहिँ सन्चै छु बजार पनि सन्चै हुनुहुन्छ होला अनि आज चाहिँ हामी घरतिर छौँ होइन टक्क लगाएर गाडी चाहिँ हाम्रो यता अनि यता चाहिँ हाम्रो लुगा धुवाई कार्यक्रम भइरहेछ यता चाहिँ पुनम यता चाहिँ मम्मी हुनुहुन्छ सबजना ग्याङहरू यता होइन टक्क लगाएर अब चाहिँ हामी टायर चाहिँ हेर्नु न टक्क लगाएर धागो देख्न थाल्यो होइन त्यही भएर अर्को टायर घरमा एक्स्ट्रा टायर छ होइन त्यो लगेर हाल्नेछौँ एउटामा धागो देख्न थाल्यो भने पनि देखिहालेको छैन तर रिसोल गर्न हुन्छ नि त त्यही भएर चाहिँ हामी खोलेर राख्नेछौँ होइन टक्क लगाएर अनि रिसोल गर्नलाई चाहिँ रबड मगाइसकेको छ आज आउँछ अरे अनि भोलि चाहिँ टायर खोलेर दिनुपर्छ होइन अरू टायर हाम्रो अगाडिको त नयाँ छ होइन अनि यो टायर चाहिँ अब तपाईँको 9-20 हाल्ने भएर चाहिँ नयाँ नहालेको साथीहरू नत्र नयाँ हाल्थ्यौँ होइन हामी टायर नयाँ सबै 9-20 हाल्ने भने 8-25-20को काम छैन टायर त्यही भएर दुईवटा चाहिँ रिसोल गर्ने अनि त्यो पछाडि चाहिँ हाम्रो दुईवटा रिसोल गरेपछि घरमा 3टा टायर एक्स्ट्रा छ त्यो पड्कुन्जेलमा त यता पनि नयाँ उता पनि नयाँ हुन्छ नि त त्यही भएर चाहिँ टक्क लगाएर टायर चाहिँ यता छ होइन यो टायर चाहिँ हामीले घरमा खोलेर राखेको थियौँ राम्रो छ टायर तर रिसोल गर्ने बेला अलि भएको छैन 1-2 टिप हानौँ न भन्ने कुरा हो अनि चाहिँ रिसोल गर्न दिनुपर्छ नि हाम्रो चाहिँ आज फेरि मटन होइन बा ल साथीहरू अब चाहिँ हामी टायर लिएर जाँदैछौँ होइन टायर हालेको बेलाको ब्लक हुन्छ पुरानो टायर भएपछि कहिले यो खोल्ने कहिले त्यो खोल्ने यति गर्दा गर्दै टाइम बित्दो रहेछ अहिले चाहिँ टक्क लगाएर गाडीभित्र आइसक्यो होइन अब चाहिँ टायर गएर टक्क रिसोलिङमा गएर टायर खोल्ने हो कि यता बाहिर गएर खोल्छु होइन किनभने रिसोलिङमा त हिजै गएको थिएँ सामान चाहिँ तपाईँको रबड हुन्छ नि रिसोल गर्ने त्यो सकिएको रहेछ मगाइसकेको छु अनि बेलुका ल्याएर छोडिदिउँ न भन्थ्यो लगभग भोलि बिहान छोडिन्छ होला किनभने अहिले लोड गर्न जानु छ होइन त्यही भएर चाहिँ यहाँबाट चाहिँ म टायर चाहिँ अब धागो देख्नुभन्दा अगाडि नै फेरिदिउँ राम्रो टायर हुँदा हुँदै किन त्यो टायरलाई खतम बनाउने होइन त्यही भएर जाँदैछ यहाँबाट चाहिँ टक्क लाएर होइन साथीहरू दामी छ है साथीहरू मैले चाहिँ टक्क लाएर गाडी चाहिँ त्यहाँनिर देख्न सक्नुहुन्छ होइन त्यहाँनिर छोडिदिइसकेँ टायर पसलमा दाइले आफै खोलफिट हानिदिन्छन् होइन अनि अहिले चाहिँ एकछिनमा गाडी लोड गर्न जानु छ त्यति बेला गाडी लिन आइहाल्छु घरमा खाना पाकिसकेको खानु पऱ्यो नि त साथीहरू बेला भइसक्यो भन्दा पनि बल्ल 8 बजिरहेको होला आज बिहानै उठेको इनर्जी नै नेक्स्ट लेभल भइरहेछ कि अब लोड गर्नलाई बिहानै कल गरिसकेको थियो होइन डेली टिप भइरहेछ कि हाम्रो चाहिँ त्यही भएर पनि अनि टाइममै जानु पऱ्यो नि त त्यही भएर चाहिँ अहिले टायर सायर हालेर राख्ने अनि बोलाउने बित्तिकै हिँड्नुपर्छ होइन यहाँबाट लोकल टिप हाम्रो जियोस् ठिकै छ हिँडिँदैछ बसेको छैन अनि हिजो चाहिँ तपाईँको अस्तिको दिनको टिपै हान्न भ्याएको थिएन कि अनि राति आएर 8 बजी आएर लोड गरेको लेबर लोड गर्दा गर्दै 2 बज्यो अनि हिजो चाहिँ काम गर्न सकेन त्यही भएर हाम्रो चाहिँ लोड भएन हिजो चाहिँ आज भइहाल्छ अनि टिकटक चाहिँ मैले भर्खर बनाएँ 2-3टा टिकटक होइन जे होस् दामी टिकटक आएको छ होइन तपाईँहरूले टिकटक पनि हेरिसक्नुभयो होला सर्ट्समा हामी चाहिँ टक्क लाएर टायर सायर हालेर लोड गर्न आएको होइन साथीहरू आएको आधी घन्टामा यति लोड भइसक्यो गाडी चाहिँ आज पुरै माल तयार रहेछ देख्न सक्नुहुन्छ उहाँबाट हालेर आएको उता नजिकबाट अनि यहाँ माल सब रेडी छ होइन आज चाहिँ यो पारा हो भने चाहिँ हामी यहाँ चाहिँ 1:30 बजी आएको यो चाहिँ 4 बजीसम्म मजाले निस्किन्छ मजाले 4 बजीसम्म घर पुगिन्छ यस्तै छ है साथीहरू लोडिङ हुँदैछ फाइनल्ली साथीहरू हाम्रो चाहिँ लोड पनि भइसक्यो देख्न सक्नुहुन्छ यति हाइट आएको छ होइन 148 बोरा रहेछ टक्क लाएर लोड पनि आज चाँडै भयो 3 पनि बजेको छैन कि आएको हामी यहाँ आएको 1:30-2 बज्न आँटेको थियो लगभग 1 घन्टामा क्लियर अब तपाईँको लगभग 5 बोरा हाल्न बाँकी छ अनि रसा बान्दा ओर्दा लगभग अब 4 बजीसम्म हामी यहाँबाट निस्किसक्छौँ कि 3 बजे लोड भइसक्यो साथीहरू अब चाहिँ रसा बान्ने बेला भइसक्यो होइन टक्क लाएर रसा बान्ने हामी चाहिँ साथीहरू लोड भएर निस्किसक्यौँ होइन टक्क फाइनली आज चाहिँ राम्रो ठाउँमा थियो होइन तर एक ठाउँ निकाल्न चाहिँ सर्लाक्क कोल्टिँदो रहेछ नत्र भने बाटो दामी छ होइन देख्नुभयो होला बारीबाट निकालेको होइन आँटी हुनुपर्छ है भुसा लोड गर्न चाहिँ बारी हाल्नुपर्छ होइन यो बाटो त दामी छ नगरको बाटो लोड भएको त्यहाँबाट हो अब बिस्तारै निस्किन्छौँ हामी चाहिँ आज यति चाँडो लोड भयो नि होइन भुसा 1.5 घन्टा 2 घन्टामा लोड भयो क्या कति बज्यो अहिले 4 बज्न बाँकी नै छ भैँसी चाहिँ डराइसक्यो यहीँ छ साथीहरू अनि यहाँ अगाडि चाहिँ एउटा गाडी लोड भइरहेको रहेछ अब डोरी बाँध्न आँटेछ हटाउनु भन्न पनि मिल्दैन हेर्नु साथीहरू यस्तो किन भन्दा हटाउनु भनेपछि बोरा झर्छ होइन बुझिदिनु पऱ्यो नि त अब सबैको पीडा होइन ठाउँै नभएपछि के भन्दा हाम्रो पनि यसरी राखेर लोड गरिन्छ कहिलेकाहीँ तर कुनै कुनै एकदम नबुझ्ने चालक मित्रहरू हुनुहुन्छ होइन त्यस कृपया यस्तो बेलामा चाहिँ धैर्य गरिदिनु होला होइन तपाईँहरूलाई पनि यो पालो पर्न सक्छ होइन
टक्कै यता चाहिँ लोडिङ भइरहेको रहेछ अब के भन्दा डोरी बान्दैछ एकछिन बसिदिन्छु टाइममै छ हतार छैन साथीहरू हतार छैन रोडको छेउमा थिएन